जान्छौँ हामी मुन्बक व्याकरणमा के भनेको छ त भन्दा राहुल थेन्दे भनेको छुछिन छे होला भन्ने भयो है। छुछिन डट होला। अनि अर्को छ राहुल कर्यो भनेको पनि यो पनि अनुमानै हो होला है। यो पनि के भयो त होला भन्ने अर्थ नै हो यसको है। यसको विस्तृत रूपमा हामी तल गएर फेरि अध्ययन गर्नेछौँ। अहिले यति नै जाउँ। दुईटै के रहेछ त एउटा अनुमान गर्ने ग्रामरहरू रहेछन्। यसको पनि डिफरेन्ट म बताइदिउँला। राहुल थेन्दे भनेको लगभग जस्तो 100% मा धेरै कुरा थाहा छ भने त्यतिखेर राहुल थेन्देको प्रयोग गरिन्छ। अब राहुल कर्यो चाहिँ कतिखेर प्रयोग गर्ने त लगभग थाहा छैन। 100 मा 10% जति पनि थाहा छैन, हो कि होइन कन्फर्मै छैन है। त्यतिखेर के हुन्छ त यो राहुल कर्योको प्रयोग गरिन्छ। अनि यो राहुल कर्यो चाहिँ पछुताउँदा है, कहिले पछुतो लाग्छ नि हैन, 1 वर्ष अगाडि हे सुन किन्नु पर्ने रहेछ हैन, खुम सालकल छदो खुमुल सालकल मैले पनि त्यो सुन किनेको भए भनेर पछुताउँदा पनि कहिलेकाहीँ यसरी यसको राहुल कर्योको प्रयोग गरिन्छ। अनि तल